अब हामी विश्वास विषयमा हेर्नेछौँ। प्रथम हामी विश्वासको बाइबलीय शब्दहरूलाई विचार गर्नेछौँ। पुरानो करारमा कुनै एक विशेष शब्द छैन, यद्यपि तीनवटा शब्दहरूले विश्वासको विभिन्न पक्षहरूलाई सङ्केत गर्दछ। सबैभन्दा प्रचलित अर्थ चाहिँ विश्वास गर्नु हो अथवा टु बिलिभ, अनि यो हिब्रू शब्द हा एमेन भन्नेबाट आएको हो। अनि यो शब्दले विश्वासको बौद्धिक पक्षलाई अथवा इन्टलेक्चुअल एलिमेन्टलाई विशेषता दिँदछ, जहाँ कसैले साक्षी दिएको कुरालाई सत्य मानी ग्रहण गर्नु हुन्छ। अरू दुई शब्दहरू चाहिँ बाटा अनि हासाहरूले चाहिँ कसैमाथि वास्तव प्रकारले कसैमाथि भरोसा गर्नु भन्ने अर्थलाई देखाउँदछ। नयाँ नियममा चाहिँ विश्वासको निम्ति एउटै मुख्य शब्द प्रयोग गरेको छ। त्यो शब्द हो पिस्थिस, जसले मुख्य तौरमा तीनवटा अर्थलाई बुझाउँदछ। प्रथम, एउटा व्यक्तिमाथिको साधारण विश्वास। दोस्रो, यस विश्वासमा आधारित उसको साक्षीहरूलाई ग्रहण गर्नु। तेस्रो, त्यस व्यक्तिमाथि भविष्यको निम्ति पनि निश्चयता साथ भरोसा पर्नु। यस बचाउने विश्वास चाहिँ परमेश्वरको सत्यताको प्रकृतिमाथि आधारित छ, अनि यो सत्यतामाथिको भरोसा हो। परमेश्वरको वचनलाई विश्वास साथ ग्रहण गर्नु अनि आत्मादेखि नै हाम्रो उद्धारको निम्ति, हाम्रो मुक्तिको निम्ति विश्वास गर्नु हो। यो टु बिलिभ भन्ने शब्दले धेरै अर्थमा प्रयोग गरिन्छ, अथवा यो शब्द धेरै अर्थमा प्रयोग गरिएको छ। ज्ञान पनि जोडिएको छ, अनि अरूमा चाहिँ भरोसाको अर्थमा प्रयोग गरिएको छ। दोस्रो, हामी बाइबलमा प्रयोग भएको विभिन्न प्रकारको विश्वासलाई हेर्नेछौँ, अथवा बाइबलमा वर्णन गरेको विभिन्न प्रकारको विश्वासलाई हेर्नेछौँ। बाइबलमा एकै प्रकारको विश्वास मात्र बताएको छैन, तर विश्वासको विस्तृत पक्षहरूलाई पनि देखाएको छ। प्रथम हामी हेर्नेछौँ ऐतिहासिक विश्वास अथवा हिस्टोरिकल फेथ। ऐतिहासिक विश्वास त्यो विश्वास हो जसले चाहिँ परमेश्वरको सत्यता जो वचनमा प्रकाशित भएको छ त्यसलाई केवल बौद्धिक रूपमा अथवा इन्टलेक्चुअली ग्रहण गर्नु हो, अनि यहाँ कुनै साँचो नैतिकता र आत्मिक प्रतिक्रिया हुँदैन। तर फेरि यसको अर्थ केवल घटना र तथ्यलाई स्वीकार गर्नु, तर नैतिक र आत्मिक सत्यताहरूलाई चाहिँ इन्कार गर्नु होइन। न यो विश्वास केवल इतिहासको गवाहीहरूमा मात्र आधारित छ, कारण यूहन्ना 3:2 अनुसार यो विश्वास वर्तमानको सत्यताहरूमा पनि आधारित छन्। यो विश्वास त्यो विश्वास हो जसले बाइबलको सत्यताहरूलाई कुनै इतिहासको सत्यतालाई ग्रहण गरे जस्तै ग्रहण गर्दछ, र त्यो सत्यतामा कुनै व्यक्तिगत रुचि हुँदैन। यसको अर्थ यस्तो हो, सत्यतालाई बौद्धिक प्रकारले स्वीकार गरे तापनि यसलाई गम्भीरता साथ लिँदैन र कुनै साँचो रुचि जन्माउँदैन। यस विश्वासलाई हामी मत्ती 7:26
प्रेरित 26 को 27 अनि 28, याकुब 2 को 19 मा पाउन सक्छौँ। दोस्रो हामी हेर्नेछौँ आश्चर्य कर्मको विश्वास अथवा फेथ अन मिराकल्स। यो विश्वास त्यो विश्वास हो जहाँ कुनै एक व्यक्तिको उहाँद्वारा अथवा आफूद्वारा अथवा उसको पक्षमा आश्चर्य कर्म हुन्छ नै भन्ने निश्चयता साथ बस्नु अनि दृढ बस्नु हो। यदि कुनै एक व्यक्ति ऊ आफैद्वारा आश्चर्य कर्म हुन्छ भने दृढ साथ बस्छ भने हामी यो भन्न सक्छौँ कि उसको विश्वास चाहिँ एउटा सक्रिय विश्वास हो, जुन विश्वासबारे हामी मत्ती 17 को 20, मर्कुस 16 को 17 अनि 18 मा पाउन सक्छौँ। तर यदि कुनै व्यक्ति कसै अर्को व्यक्तिले उसको जीवनमा या उसको पक्षमा आश्चर्य कर्म गर्छ भने सन्तुष्ट हुन्छ भने तब हामी भन्न सक्छौँ कि उसको विश्वास चाहिँ निष्क्रिय छ, असक्रिय छ, जसको विषयमा हामी मत्ती 18 को 11 देखि 13, यूहन्ना 11 को 22 अनि यसको तुलनामा यूहन्ना 11 को 25 देखि 27 अनि 40 साथै प्रेरित 14 को 9 मा पाउन सक्छौँ। यस्तो विश्वास बचाउने विश्वासको साथमा पनि हुन सक्छ अथवा बचाउने विश्वास बिना एक्लै पनि हुन सक्छ। रोमन क्याथोलिक मण्डली आज पनि यस्ता सक्रिय विश्वास, यस्तो आश्चर्य कर्मको विश्वास हुनुपर्छ भनी दाबी गर्दछन्। तर प्रोटेस्टेन्ट मण्डलीहरूले साधारण अर्थअनुसार यस्तो विश्वास हुन जरुरी पर्छ भनी विश्वास त गर्दैन, तरै पनि उनीहरू यो पनि विश्वास गर्छ कि आश्चर्य कर्म परमेश्वरले अझै पनि आज पनि गर्नुहुन्छ भनी विश्वास गर्दछन्। तेस्रो हामी अस्थायी विश्वास अथवा टेम्पोरल फेथलाई हेर्नेछौँ। अस्थायी विश्वास चाहिँ धार्मिक सत्यताहरूमा दृढ हुनु हो, जहाँ विवेकलाई र भावनालाई उत्तेजित गराउने कार्य हुँदछ र यो हृदयको पुनर्जीवनमा आधारित हुँदैन। यो नाउँबारे हामी मत्ती 13 को 20 अनि 21 मा पाउन सक्छौँ। यसलाई अस्थायी विश्वास भनिन्छ कारण यसको कुनै स्थायी चरित्र हुँदैन र परीक्षा र कष्टको दिनमा यो विश्वास स्थिर रहन सक्दैन। यो विश्वास ढोङ्गी वा पाखण्डी विश्वास त होइन, कारण जसमा यस्तो विश्वास हुन्छ उनीहरू यो पनि विचार गर्दछ कि उनीहरूमा भएको विश्वास साँचो अथवा सत्य विश्वास हो, अनि यसै कारण यसलाई हामी काल्पनिक विश्वास भनी भन्न सक्छौँ। यो साँचो विश्वास जस्तै देखे तापनि यसको चरित्रहरू क्षणभरको अनि क्षणिक मात्र हुन्छ। यो साँचो विश्वास जस्तै देखिएको हुनाले हामी यसलाई हाम्रो साधारण अनुभवहरूद्वारा फरक गर्न गाह्रो पर्छ। सामान्य रूपमा हामी यो भन्न सक्छौँ कि अस्थायी विश्वास भावनात्मक जीवनमा गाडेको छ र यसले परमेश्वरको महिमाको साटो व्यक्तिगत आनन्द खोज्दछ। अन्तमा हामी सत्य उदारणीय विश्वास अथवा ट्रु सेभिङ फेथलाई हेर्नेछौँ। सत्य विश्वास जसले पापीलाई उद्धार दिन्छ, यसको केन्द्र मानिसको हृदयमा हुन्छ र नयाँ जीवनमा जरा गाडेको हुन्छ। यस्तो विश्वासको बिउ परमेश्वरले नै पुनर्जीवित हृदयमा प्रत्यारोपण गरिदिनुहुन्छ। परमेश्वरले यस्तो बिउमा अथवा यस्तो बिउको प्रत्यारोपण गरेपछि मात्र मानिसले सक्रियता साथ विश्वासलाई प्रयोगमा ल्याउन सक्छ अनि मानिसको सचेत
प्रयोगद्वारा बिस्तारै यो आदत अनि अभ्यासद्वारा आदत बन्न जान्छ र विश्वासको अझै धेरै अभ्यासको निम्ति यो शक्तिशाली सहयोगी हुन्छ। सामान्य अर्थमा बाइबलले यो विश्वासलाई मानिसको कार्य भनी सिकाउँदछ। सत्य उदाहरणीय विश्वासको परिभाषा हामी यसरी दिन सक्छौँ। यो एक दृढ निश्चयता हो जो पवित्र आत्माले सुसमाचारको सत्यताबारे र ख्रिस्टमा परमेश्वरको प्रतिज्ञाहरूमाथिको पूर्ण भरोसा मानिसको हृदयमा ल्याउनुहुन्छ। यो विश्वास साँचो उदाहरणीय विश्वास परमेश्वरले नै वरदान स्वरूप मानिसलाई दिनुहुन्छ अनि यो वरदानको आधारमा मात्र मानिसले आफ्नो जीवनद्वारा यो विश्वासलाई सक्रिय कार्यमा ल्याउन सक्दछ। तेस्रो हामी विश्वासको तत्त्वहरूलाई हेर्नेछौँ या दि एलिमेन्ट्स अफ फेथ। विश्वास सम्पूर्ण तौरमा मानिसको कार्य हो भनी हामी भन्न सक्छौँ। विश्वास मानिसको हृदयको कार्यको रूपमा देखिँदा साधारण देखिए तापनि जब हामी यसलाई नजिकबाट अनुगमन गर्छौँ भने यो जटिल र भित्रीय छ। यसको धेरै तत्त्वहरू छ जसलाई हामी फरक गरेर हेर्न सक्छौँ अनि यही तत्त्वहरूलाई अब हामी हेर्न गइरहेका छौँ। प्रथम बौद्धिक तत्त्व अथवा इन्टलेक्चुअल एलिमेन्ट, अनि यहाँ चाहिँ बुद्धिको प्राथमिकता छ अथवा बुद्धि नलेज मुख्य छ। साँचो विश्वासमा केवल सत्यतालाई बौद्धिक रूपमा ग्रहण गर्नु स्वीकार गर्नुमा मात्र सीमित छैन, तर परमेश्वरको वचनमा प्रकाश गरिएको ज्ञान स्वीकार गर्नु पनि हो अथवा सकारात्मक रूपमा परमेश्वरको वचनको सत्यतालाई स्वीकार गर्नु पनि हो। विश्वासको यस ज्ञानलाई हामी सत्यताको पूर्णताको रूपमा हेर्न सक्दैनौँ अथवा यो यसमा सम्पूर्ण सत्यता छ भने हामी भन्न सक्दैनौँ। न त हामी यस ज्ञानलाई विश्वास गरिएको वस्तुहरूको उल्लेख मात्र पनि मानिलिन सक्दैनौँ। इसाई धर्मको सत्यतामा आत्मिक गहिरियो ज्ञान हो अनि पछिबाट यही ज्ञानले पापीहरूको हृदयमा काम गर्छ। वास्तवमा यो निश्चयता र चरम ज्ञान हो जो चाहिँ परमेश्वरको प्रतिज्ञामा आधारित छ, जसको ग्यारेन्टी परमेश्वर स्वयं नै हुनुहुन्छ। यो ज्ञान व्यापक हुन जरुरी छैन, तर यो ज्ञानले सुसमाचारका कतिपय मूलभूत सत्यताहरूको केही ज्ञान दिन सकेको हुन पर्छ। साधारण तौरमा हामी यो भन्न सक्छौँ, यदि सबै कुरा एक समान छ भने हाम्रो विश्वास प्रशस्त र धनी हुन्छ जब यो ज्ञान सम्पूर्ण र सफा हुन्छ। दोस्रो छ भावनात्मक तत्त्व अथवा इमोसनल एलिमेन्ट, जहाँ चाहिँ स्वीकृति भन्ने कुरा आउँदछ। हाइडलबर्ग क्याटेकिजमले विश्वासको यस तत्त्वलाई प्रत्यक्ष रूपमा उल्लेख गरेको पाउँदैनौँ अथवा गरेको छैन। यसको कारण स्वीकार गर्नु चाहिँ बचाउने विश्वासको ज्ञानमा नै समावेश भएको छ। यो ज्ञानको यस्तो गुण हो जसमा व्यक्तित्वको निश्चयताको विश्वासले स्वीकार गर्दछ, जबकि कुनै पनि ऐतिहासिक विश्वास मात्र भए सत्यताप्रति कुनै प्रतिक्रिया गर्दैन, कारण यस सत्यताले उसको आत्मालाई पक्रेको अथवा समातेको हुँदैन। यसैले गर्दा बचाउने विश्वास भएको व्यक्ति र ऐतिहासिक विश्वास भएको व्यक्तिमा अन्तर रहन्छ।
बचाउने विश्वास भएको व्यक्तिलाई आफ्नो व्यक्तिगत रुचि यो विश्वासप्रति हुन्छ अनि यस विषयमा आफ्नो रुचि विषयमा ऊ सचेत हुन्छ अनि यो सत्यताप्रति उसले आफ्नो हृदयबाट स्वीकार गर्दछ अथवा जुन परमेश्वरको उद्धारको ज्ञान उसले जानेको हुन्छ त्यो जानेको ज्ञानलाई उसले हृदयबाट स्वीकार पनि गर्दछ। तेस्रो तत्त्व छ सङ्कल्पिक तत्त्व अथवा भोइलेसनल एलिमेन्ट, जहाँ चाहिँ भरोसा भन्ने कुरा हामी देख्न सक्छौँ। यो तत्त्व विश्वासको उत्कृष्ट अवस्था हो। विश्वास केवल बौद्धिक न त बौद्धिक र भावनात्मक मात्र हो, तर यसले जीवनको दिशालाई नै निर्धारित गर्दछ। यहाँ मानिसको आत्माले नै त्यो सत्यतालाई ग्रहण गर्दछ। यस तेस्रो तत्त्वमा चाहिँ ख्रीष्ट येशूलाई व्यक्तिगत मुक्तिदाता र प्रभु भनी ग्रहण गर्नु हो। यसरी आत्माले आफैलाई अपवित्र र दोषी भनी स्वीकार गर्दछ र आत्मिक जीवनको मुहान र क्षमाको मुहान ख्रीष्ट हुनुहुन्छ भने स्वीकार गर्छ। ख्रीष्ट येशूलाई आफ्नो व्यक्तिगत स्वामी भनी स्वीकार गर्दछ अनि स्वाभाविक ढङ्गमा यहाँ हामी शान्ति अनि सुरक्षा, धन्यवादी, कृतज्ञता अनि आनन्दको भावनालाई देख्न सक्छौँ। यस्तो अनुभव मानिसको जीवनमा यो विश्वासले ल्याउँदछ। यस्तो विश्वास जसले सुरक्षा र आत्माको निश्चयता दिँदछ। अब हामी उद्धारकारी विश्वासको विषय अथवा पात्रलाई विचार गर्नेछौँ। दि अब्जेक्ट अफ सेभिङ फेथ। उद्धारकारी विश्वासको पात्र सम्बन्धी हामी विश्वासलाई सामान्य र विशिष्ट अथवा विशेष अर्थमा छुटाउन जरुरी हुन्छ। सर्वप्रथम हामी यो उद्धारकारी विश्वासको पात्रको सामान्य अर्थमा हामी हेर्नेछौँ। सामान्य अर्थमा उद्धारकारी विश्वास, सामान्य अर्थमा हामी सम्पूर्ण ईश्वरीय प्रकाश जो परमेश्वरको प्रकाश हो, यसलाई हामी उद्धारकारी विश्वासको विषय अथवा पात्र हो भनी भन्न सक्छौँ। सबै कुरा जो बाइबलमा स्पष्टसँग सिकाएको छ र त्यसबाट राम्रो र जरुरी अनुमानहरू, आधारहरू, प्रमाण हामी निकाल्न सक्छौँ। ती सबै सामान्य अर्थमा उद्धारकारी विश्वासको पात्र हो भनी हामी भन्न सक्छौँ। दोस्रो हामी विशिष्ट अर्थमा विचार गर्नेछौँ। उद्धारकारी विश्वासलाई हामी विशेष अर्थमा हेर्नेछौँ। जबकि बाइबल परमेश्वरको वचन हो भनी हामी स्वीकार गर्न जरुरी छ, तर यो विश्वासलाई हामी विशिष्ट विश्वास भनी भन्न सक्दैनौँ, कारण यस्तो विश्वासले हामीलाई निर्दोषीकरण अथवा जस्टिफाई गर्न सक्दैन र फलस्वरूप हामीलाई उद्धार गर्न सक्दैन। भन्नुको मतलब जब हामी बाइबलको सत्यताहरूलाई सामान्य रूपमा स्वीकार गर्छौँ, यो सामान्य रूपमा स्वीकार गरेको बाइबलको सत्यताहरूले हामीलाई वास्तवमा अन्तमा उद्धार गर्न सक्दैन। अनि यसै कारण यो सत्यताले हामीलाई अझै विशेष विश्वासको खाँचोमा अगुवाई गराउँदछ अथवा गर्दछ। ख्रीष्ट येशू र उहाँको काम सम्बन्धी कतिपय सिद्धान्त अनि शिक्षाहरू छन्। ख्रीष्ट येशूले पापी मानिसप्रति कति प्रतिज्ञाहरू गर्नुभएको छन्, जुन कार्यहरूलाई विश्वासीले विश्वास गरेको हुनुपर्छ अनि जसहरूले चाहिँ एउटा पापीलाई ख्रीष्ट येशूमाथि विश्वास गर्न सहयोग दिनेछ।
अनि यसै कारण संक्षिप्तमा भन्दाखेरि हाम्रो उद्धारकारी विश्वासको पात्र चाहिँ येशू ख्रिस्ट अनि उहाँको उद्धारको प्रतिज्ञाहरू हुन्। उद्धारकारी विश्वासको विशेष कार्यहरूमा ख्रिस्ट येशूलाई ग्रहण गर्नु अनि जसरी ख्रिस्टलाई सुसमाचारमा प्रस्तुत गरिएको छ उहाँमा भरोसा पर्नुमा समावेश भएको छ, जो हामी यूहन्ना 3:15, 16, 18, 6:40 पाउन सक्छौँ। पाँचौँमा हामी विश्वास सम्बन्धी रोमन क्याथोलिकको विचारलाई हामी चर्चा गर्न गइरहेका छौँ। रोमन क्याथोलिक मण्डलीको विचारमा विश्वास केवल सत्यलाई मन्जुर गर्नु मात्र हो। यसकारण यो विश्वास उद्धारकारी विश्वास हुन सक्दैन। उनीहरूले विश्वासमा ज्ञानको तत्त्वलाई एक आवश्यक तत्त्व हो भन्ने विचारलाई इन्कार गर्दछ। यदि कुनै एक व्यक्तिले मण्डलीको शिक्षाहरूलाई स्वीकार गर्न तयार हुन्छ, यद्यपि उसलाई त्यो शिक्षाको ज्ञान छैन भने पनि उसको विश्वास एक साँचो विश्वास हो भनी उनीहरू सिकाउँदछन्। उनीहरूको विश्वास अनुसार जुन विश्वासले उद्धार गर्छ त्यो विश्वासको निम्ति ज्ञान अनिवार्य होइन। तरै पनि यदि कसैमा ज्ञान छ भने यो ज्ञानले उसलाई विश्वासमा बढ्नको निम्ति अवश्य नै सहायता पुर्याउँछ भनी उनीहरू स्वीकार गर्दछन्। तर सत्यको मन्जुरी ज्ञानको साथमा वा ज्ञान बिना वास्तविक उद्धारकारी प्रेम हुन्छ, जब प्रेम साथ असल कार्यहरू हामी गर्छौँ। भन्नुको मतलब जुन सत्यलाई हामी ग्रहण गरेका छौँ त्यो ग्रहण गरेको सत्यलाई जब हामी प्रेमको कार्यमा प्रेमको व्यवहारिकतामा ल्याउँछौँ तब चाहिँ यो विश्वास हामीलाई उद्धार गर्न सक्छ भनी उनीहरू सिकाउँदछन्। अन्तमा हामी विश्वास र निश्चयतालाई विचार गर्नेछौँ। फेथ एन्ड अस्योरेन्स। एउटा प्रश्न उत्पन्न हुन्छ, के विश्वासमा सधैँ उद्धारको निश्चयता हुन सक्छ? अनि यो उद्धारको निश्चयता बारे विभिन्न विचारहरू छन्। रोमन क्याथोलिक मण्डलीहरू र कति आर्मेनियन मण्डलीहरूको शिक्षा अनुसार कतिपय कमजोर उदाहरणहरू छोडी विश्वासीहरूमा उद्धारको निश्चयता हुन सक्दैन। यसबाहेक उनीहरू यो ठान्छन् कि निश्चयताको चाहना गर्नु पनि हुँदैन। वेस्लियनहरू वा मेथोडिस्टहरूको विचारमा रूपान्तरण सँगसँगै निश्चयता हुन्छ। जसले विश्वास गर्छ त्यो व्यक्ति आफै उद्धारमा निश्चिन्त अथवा निश्चय हुन्छ। तरै पनि यसको अर्थ यो होइन कि अन्तमा उसको उद्धार हुन्छ। यो अन्तिम उद्धार प्राप्त हुन सकिँदैन, कारण ऊ अनुग्रहबाट पतन हुन सक्दछ अथवा सकिन्छ। यही विचार अनुसार सही विचार अनुसार साँचो विश्वास जो परमेश्वरमा भरोसा हो, यसमा सुरक्षा र अभय हुन्छ। यद्यपि यसको नाउँमा भिन्नता हुन सक्छ। निश्चयता जो विश्वासमा सम्मिलित छ तरै पनि विश्वासी यस विषयमा सचेत अथवा उसको विवेकमा यसको चेतना नहुन सक्छ, कारण विश्वासीहरू सधैँ विश्वासको पूर्णतामा जिउन सक्दैन र परिणामस्वरूप विश्वासको जीवनको धनबारे
अवगत हुँदैन। विश्वासीहरूलाई आफ्नो जीवनमा बारम्बार अविश्वास र अनिश्चयताले भुल्याउन सक्छ। यसकारण हाम्रो उद्धारको निश्चयतालाई प्रमाणित गर्न जरुरी हुन्छ। एफएसी 3:12, दोस्रो तिमोथी 1:12, हिब्रू 10:22, 6:11, दोस्रो पत्रुस 1:10, पहिला यूहन्ना 2:9-11, 3:9, 10, 18, 19, 4:7 अनि 20। उद्धारको निश्चयतालाई विश्वासीले आफ्नो जीवनमा बढाउनको निम्ति, यसलाई हुर्काउनको निम्ति हामी प्रार्थना गर्न सक्छौँ। प्रार्थनाद्वारा यो बढ्न सक्छ। साथै परमेश्वरको प्रतिज्ञाहरूमा मनन गरेर र साँचो विश्वासी जीवनको विकास जसमा आत्माको फल प्रमाणहरूको रूपमा छन्, यो फलहरू, आत्माको फलहरूलाई पवित्र आत्माको सहयोगद्वारा हाम्रो जीवनमा फलाइकन हामी आफै पनि, हामी विश्वासीहरू हाम्रो उद्धारको निश्चयतामा हामी बढ्न सक्छौँ।